हेलो हाई गुड मर्निङ सेवा नमस्ते। थाहा छैन होइन, टाइमको बारेमा थाहा भएन होइन, त्यही पनि गुड मर्निङ भने केही छैन किनभने यहाँको समय नै त्यस्तै छ। अनि लुगा चाहिँ यस्तो छ कि लुगाको हालत त्यस्तो छ। यस्तो लुगा लाएर बस्नुपर्छ त केही छैन, के गर्नु। यो ठुलो निधारमा लेखेर आएको यही यस्तै लुगाहरू यस्तै लाउनु। अनि आज चाहिँ फेरि म भिडियो बनाउँदैछु क्या, धेरै लामो समयपछि भिडियो बनाउँदैछु होइन। अनि आज चाहिँ म किन भिडियो बनाएको भने नि, यहाँ मलाई अब घरको याद आयो नि त, नेपालको याद आयो नि। मोमो बनाउनु लागेको, तर यसको लागि अचार, मोमोको लागि अचार मोमो बनाएर खान्छु भनेर क्या आफैले। अस्ति पनि एकचोटि बनाएको थियो, तर यहाँ मोमो बनाउने भाँडा चाहिँ छैन, पानीमा उसिनेको थियो, कस्तो भएको थियो, प्लात्तै भएको थियो। फेरि यो चाहिँ दोस्रोचोटि हो, दोस्रोचोटि ट्राई गर्दैछु कस्तो हुन्छ हेरौँ। रेडी भइसकेको छ है। किमा, मोमोको किमा चाहिँ तयार भइसकेको छ होइन। यसमा मैले कुखुराको मासु अनि अलिकति के हो यो हरियोहरू लगाएको छु होइन, त्यो धनियाँहरू अनि लसुन प्याज अनि मसलाहरू छैन नि त, यहाँ मोमो मसला छैन। अनि यहाँ जे चाहिँ मसला त्यही लगाइदिएको, अब नभएपछि के गर्नु त होइन। अनि त्यसमा मैले बिहानै मैले मैदा चाहिँ तयार बनाएर राखेको थिएँ, बेल्ने पनि छैन। गाह्रो छ हौ, मलाई गाह्रो छ। खान त मन लाग्छ कि होइन, तर सामानहरू त्यस्तो छैन, त्यही ट्राई गर्छु। मतलब बेल्ने पनि नहुँदाको कारण गिलासले काम गर्छ, गिलासले अनि भएन क्या। तर असफलता सफलताको प्रतीक हो भन्छ नि त, त्यस्तै हो। मैले चाहिँ कोशिश अच्छा है। ट्राई गर्नुपर्छ होइन। मेरो गोलै भएन क्या। कोसिस गर्यो भने के हुँदैन, गोलो भयो त कोसिस गर्यो।
त भनिसकेँ। 5-6 चाहिँ कसरी यो पिर लागिरहेको छ। 5-6 पकाउने चाहिँ केमा हो? किमाको यो छ। यो है मेरो मोमोको अझै भाँडामा लगाउँदा कस्तो हुन्छ? जे छ त्यसैबाट जहाँ इच्छा त्यहाँ उपाय मलाई बनाउँदै थियो अनि मेरो केटी भयो सुकेको छ अघि 2 जना सानो पुच्छेमा हेर्दै बनाउँदै गर्दै थियो। सानो पुच्छे अहिले सुकेको छ त्यसले नि यसलाई उठाएको छु बेचोटि अघि पनि उठेर अनि सुकाएर हेर्दै थिएँ अनि अहिले उठेर हुन्छ अनि रुन थाल्नु सकिँदा लानु सक्छ। रुन थाल्छ गएको छ 2 महिना पनि आएको छ त्यो 18 महिना केटी अनि यसलाई सँगसँगै पकेर हिँड्नुपर्छ। सँगै पछि चाहिँ टोइलेट जानु पनि पाइँदैन। कस्तो भन्नुपर्दाखेरि चाहिँ सुतेको बेला मात्रै हो काम गर्नु। जन्मेको भएर जन्मेको मजालाई पनि थाहा छ यो काम गर्ने मान्छे हो, यसले काम गराउनुपर्छ यसरी भन्ने छ। यो त्यति नै अनुभव गर्नुपर्छ भने देखेर भोलाहरूलाई अनुभव दिएको होइन प्लेटमा भुल्न बसिरहेको छ। यस्तो यताउता हलाउ देखेर भुल्न झरो फसेर देखाउँदै हुन्छ है। टिभी दिन बनाएर टिप्नु सक्दैन आफैले आफै काम भएको के काम सबै अर्डर नै गरिदिँदैन भने के। दोस्रो यो भाँडामा पाक्दै छैन कस्तो हुन्छ हेर्नुपर्छ। अब यसलाई चाहिँ म अर्को तरिकाले पकाउँछु कस्तो हुन्छ म भरे देखाउँछु। कतिरो अझै बनाइसकेन मेरो मसला पिठो सबै सक्यो। अब यो लास्ट छ अनि एउटा चाहिँ पाकिसकेको छैन एउटा चाहिँ पाकेर निकालिसकेको छु। अब यो लास्ट मेरो यो मोमो चाहिँ एकदम सक्सेसफुल भएको छ। भित्र आएको छैन तर दामी 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 मेरो केटी पनि यहाँ नाचिराखेको छ बाबा भन्दै। अनि यो चाहिँ मेरो यो मोमो चाहिँ मेरो फर्स्ट एन्ड लास्ट एक्सपिरियन्स। ओह माई गॉड के हो मेरो मोमोलाई मेरो मोमोको यिनीहरूलाई अत्याचार भयो अत्याचार खेर गयो तर केही छैन म टेस्ट गर्छु भने खेर गयो यो अत्याचार भयो मेरो मोमोलाई अत्याचार भयो अति नै अत्याचार भयो यो मोमो भरे मलाई सराप्नु बेर छैन के भयो यस्तो हालत के मेरो मोमोमाथि अत्याचार भयो। यसले मलाई सराप्छ कि सराप्दैन यो त यो के जस्तो हुन्छ यो के को ताना जस्तो Oh my god मेरो मोमो यस प्रकारको छ है। म चाहिँ टेस्ट गर्छु होइन। अनि यो मोमो चाहिँ मेरो फर्स्ट एक्सपेरिमेन्ट भनौँ न स्टुडियोमा होइन मैले एयर फ्राईमा तर पनि ठिकै छ। म चाहिँ हातैले खान्छु।
ल्याइदिएको थियो कि यो के थियो अचार मैले राखेँ। मैले बनाएको अचार मिठो छ। सुस्मिता दिदीलाई धेरै सम्झेको छु है, यहाँ सँगै भएको भए मैले ल्याइदिन्थेँ, माइतमै भएको भए चाहिँ। स्वाद उस्तै होइन, तर क्रिस्पी। अहिलेलाई चाहिँ म अगाडि पनि अब खाना खानुपर्छ, अब स्कुलमा खाना बनाउँदैछु। मेरो केटी स्कुल आइसकेको छ एउटा, अनि साउन्ड गएको छ ठुलो चाहिँ अब भिडियो बनाउनु पनि पाउँदैन भएको थियो नि। दुईजना नानी छ, दुईजना ठुल्ठुलो छ, ठुल्ठुलो पनि नानी जस्तै छ नि त, सबै गर्नुपर्छ, आफूले गरिदिनुपर्छ। अहिले मैले तल सामने गाडी पर्खिराखेको छु, तलदेखि गएर अनि अहिले आएको लुगा फेरिदिनु पर्ने छ। अब उनीहरूसँग यतातिर गर्दै भिडियो बनाउनु पाइँदैन क्या, सबैलाई कहिले काहीँ मौकामा भिडियो बनाउँछु। तर जे होस् मिठो भयो, मैले बनाएको हो मिठो भयो। आफैले बनाएको आफ्नो मिहिनेत हो होइन, त्यही भएर। अनि आज चाहिँ मेरो भिडियो यति नै, पाक्दैछ अझै अरू पनि पाक्दैछ। अनि भरे साउलाई पनि दिन्छु, लाग्छु उनीहरूले पनि